धेरै ट्रेडर साथीहरूले एउटै गल्ती गर्नुहुन्छ। इन्डिकेटरले बाई भने कि किनिहाल्ने। इन्डिकेटरले बाटो देखाउने हो, हिँडाउने होइन। आज हामी एउटा यस्तो पावरफुल टुल बोलिङ्गर ब्यान्डको बारेमा सिक्दैछौँ, जसले मार्केटको उतार चढाव र सम्भावित ब्रेकआउटलाई पहिले सङ्केत गर्छ। यो भिडियो हेरिसकेपछि तपाईँ हल्लाको भरमा होइन, मार्केटको प्राइस एक्सन र डेटाको भरमा ट्रेड लिन सक्नुहुनेछ। बोलिन्जर ब्यान्ड के हो? बोलिन्जर ब्यान्ड एउटा भोल्याटिलिटीमा आधारित इन्डिकेटर हो, जसले मार्केटको रेन्ज देखाउँछ। यसमा तीनवटा मुख्य लाइनहरू हुन्छन्। एक, मिडल ब्यान्ड। यो 20 दिनको सामान्य मुभिङ एभरेज 20 SMA हो, जसले बजारको दिशा देखाउँछ। 2, अप्पर ब्यान्ड। यो माथिल्लो सीमा हो। यो 2 स्ट्यान्डर्ड डेभिएसन जोडेर निकालिन्छ। 3, लोअर ब्यान्ड। यो तल्लो सीमा हो। यो 2 स्ट्यान्डर्ड डेभिएसन घटाएर निकालिन्छ। किन 2 स्ट्यान्डर्ड डेभिएसनलाई प्रयोग गरिन्छ? तथ्याङ्क शास्त्रको नियम अनुसार यदि हामीले 2 स्ट्यान्डर्ड डेभिएसनको प्रयोग गर्यौं भने बजारको 95% मूल्य मुभमेन्ट यही दुईवटा ब्यान्डको भित्र मात्र हुन्छ। जब ब्यान्डहरू एक अर्काको नजिक आउँछन्, यसले मार्केटमा लो भोल्याटिलिटी छ भन्ने बुझाउँछ र छिट्टै ठूलो मुभमेन्ट आउने सङ्केत गर्छ। यदि मूल्य यी ब्यान्डहरूभन्दा बाहिर निस्कन्छ भने त्यसले मार्केटमा केही असाधारण भइरहेको छ, या त ठूलो ब्रेकआउट हुँदैछ या त ठूलो प्यानिक सेल आउँदैछ भन्ने देखाउँछ। स्टेजेस अफ बोलिन्जर ब्यान्ड। बोलिन्जर ब्यान्डलाई केवल एउटा इन्डिकेटरको रूपमा मात्र नभई बजारको साइकल बुझ्ने माध्यमको रूपमा हेर्नुपर्छ। बोलिन्जर ब्यान्ड मुख्यतया 4वटा चरणबाट गुज्रिन्छ, जसलाई बुझ्न सके स्मार्ट मनीको मुभ समात्न सजिलो हुन्छ। 1, स्क्विज, शान्त अवस्था। जब माथिल्लो र तल्लो ब्यान्डहरू एक अर्काको नजिक आएर साँघुरो हुन्छन्, यसलाई स्क्विज भनिन्छ। यो पहिलो र सबैभन्दा महत्त्वपूर्ण चरण हो। जब बजारमा खासै ठूलो उतार चढाव हुँदैन र मूल्य एउटा सानो रेन्जमा बस्छ, यसले मार्केट अहिले शान्त छ र शक्ति जम्मा गर्दैछ भन्ने देखाउँछ। यो वेट एन्ड वाच गर्ने समय हो। स्क्विज जति लामो हुन्छ, पछिको ब्रेकआउट त्यति नै शक्तिशाली हुन्छ। 2, द एक्सपान्सन वा ब्रेकआउट। जब मूल्यले माथिल्लो वा तल्लो ब्यान्डलाई बलियो क्यान्डल र भोल्युमका साथ तोड्छ, ब्यान्डहरू अचानक चौडा हुन थाल्छन्। यसले मार्केटमा भोल्याटिलिटी बढेको छ र एउटा नयाँ ट्रेड सुरु भएको छ भन्ने देखाउँछ। यदि प्राइस भोल्युम सहित अप्पर ब्यान्डबाट बाहिर निस्कन्छ भने यो बाई अवसर हुन सक्छ। यसलाई वकिङ द ब्यान्ड पनि भनिन्छ, जहाँ प्राइस ब्यान्डलाई समातेर माथि जान्छ। द ओभर एक्सटेन्डेड स्टेज। यो चरणमा प्राइस ब्यान्डको निकै बाहिर पुग्छ वा ब्यान्डभन्दा धेरै टाढा जान्छ। 95% प्राइस मुभमेन्ट ब्यान्डभित्र हुने हुनाले यो अवस्था धेरै बेर टिक्दैन। यति बेला बजार ओभरबट वा ओभरसोल्ड भएको छ। यहाँ नयाँ इन्ट्री गर्नु जोखिमपूर्ण हुन्छ। यहाँ प्रॉफिट बुकिङको बारेमा सोच्नुपर्छ, किनभने मूल्य अब मिडल ब्यान्डतिर फर्कने कोसिस गर्छ। 4, द रिजेक्सन वा मिन रिभर्सन। यो चरणमा प्राइस अप्पर वा लोअर ब्यान्डबाट ठोकिएर पुनः मिडल ब्यान्ड 20 SMA तिर फर्कने गर्छ। यसले मार्केटको मुभमेन्ट सकिएको छ र अब कन्सोलिडेसन वा रिभर्सल हुन सक्छ भन्ने बुझिन्छ। यदि अपट्रेन्डमा प्राइस मिडल ब्यान्डमा आएर अडिन्छ भने यसले सपोर्टको काम गर्छ, तर यदि मिडल ब्यान्ड पनि तोडिन्छ भने ट्रेन्ड परिवर्तन भएको मान्नुपर्छ। अब केही उदाहरणहरू चार्टमा हेरौँ। यहाँ पहिलो चार्टमा स्टकका विभिन्न स्टेजहरू देखाइएको छ। सधैँ स्क्विज, साँघुरो अवस्थामा ट्रेन्ड लिनबाट बचौँ र एक्सपान्सन, फैलिएको अवस्थामा मात्र ट्रेड लिने कोसिस गरौँ, किनकि यसले प्रॉफिट हुने प्रोबेबिलिटी धेरै हाई बनाउँछ। याद राख्नुहोस्, स्क्विजमा बजार शान्त देखिन्छ, तर भित्रभित्रै ठूलो मुभको तयारी भइरहेको हुन्छ। जब मूल्यले एउटा दिशा समात्छ, तब मात्र हाम्रो लागि कमाउने अवसर खुल्छ। अहिले नै आफ्नो चार्ट खोल्नुहोस् र आफ्नो पोर्टफोलियोमा भएका कतिवटा स्टक स्क्विजमा र कतिवटा एक्सपान्सनमा रहेछन् तल कमेन्टमा लेख्नुहोस्। प्रो टिप, धेरै ट्रेडर साथीहरूले गर्ने गल्ती भनेको एक्सपान्सन सुरु हुने बित्तिकै डराएर बेच्नु हो, तर प्रोफेसनल ट्रेडरहरूले स्क्विजमा ध्यान दिन्छ र एक्सपान्सनमा ट्रेड पछ्याउँछ। ट्रेन्ड चिन्नुहोस्। राइडिङ द ब्यान्ड्स। बोलिन्जर ब्यान्डलाई प्रयोग गरेर मार्केटको ट्रेन्ड चिन्न एकदमै सजिलो छ, तर यसलाई प्राइस एक्सनसँग जोडेर हेर्नुपर्छ। 1, अप ट्रेन्डको पहिचान। अप ट्रेन्डमा 3वटै लाइनहरू माथितिर फर्किएका हुन्छन्। प्राइस मिडल ब्यान्ड 20 SMA को माथि हुन्छ। यदि क्यान्डलले माथिल्लो ब्यान्डलाई छुँदै माथि जान्छ र भोल्युम पनि बढ्दो छ भने यसले बलियो बाइङ प्रेसर देखाउँछ। डाउन ट्रेन्डको पहिचान। जब मार्केट बियरिश हुन्छ, यसको व्यवहार ठ्याक्कै उल्टो हुन्छ। डाउन ट्रेन्डमा लाइनहरू तलतिर झुकिएका हुन्छन्। प्राइस मिडल ब्यान्डको तल हुन्छ। क्यान्डलहरू तल्लो ब्यान्डको नजिक रहनुले सेलिङ प्रेसर बढेको सङ्केत गर्छ।
यस्तो बेला मार्केट स्ट्रक्चरले लोअर लो बनाउँदै जान्छ। 3. साइडवेजको पहिचान। जब मार्केट साइडवेज हुन्छ, माथिल्लो र तल्लो ब्यान्ड एक अर्काको नजिक आउँछन् र स्क्विज हुन्छ। मूल्य माथिल्लो ब्यान्ड र तल्लो ब्यान्डको बीचमा घुमिरहन्छ, कुनै निश्चित दिशा हुँदैन। यस्तो बेला ब्रेकआउट नभएसम्म ट्रेड लिनु जोखिमपूर्ण हुन्छ। बोलिन्जर ब्यान्डले ट्रेन्ड त देखाउँछ, तर ट्रेड लिनु अघि सधैँ भोल्युम हेर्नुहोस्। यदि बोलिन्जर ब्यान्डको माथिल्लो लाइन ब्रेक हुँदा भोल्युम कम छ भने त्यो अपरेटर ट्र्याप हुन सक्छ। सधैँ याद राख्नुहोस्, नो ट्रेड इज अल्सो ट्रेड। एडभान्स डब्लु बटम र एम टप प्याटर्न्स। बजारको रिभर्सल हुने सङ्केत कसरी थाहा पाउने? डब्लु बटम प्याटर्न। जब पहिलो लो बोलिन्जर ब्यान्डको लोवर ब्यान्डको बाहिर र दोस्रो लो ब्यान्डको भित्र बन्छ, यसलाई डब्लु बटम भनिन्छ। यो बाइङ सिग्नल हो, यहाँबाट मूल्य फर्कन सक्छ। एम टप प्याटर्न। जब पहिलो हाई अप्पर ब्यान्डको बाहिर र दोस्रो हाई ब्यान्डको भित्र बन्छ, यसलाई एम टप भनिन्छ। यो सेल सिग्नल हो, यसले देखाउँछ कि मूल्य त उस्तै छ, तर बजारको शक्ति घट्दैछ। कन्क्लुजन। 1. बोलिन्जर ब्यान्ड एकल प्रयोग नगर्नुहोस्। बोलिन्जर ब्यान्ड आफैमा पूर्ण छैन, यसलाई सधैँ भोल्युमसँग जोडेर मूल्यको उद्देश्य बुझ्नुहोस् र आरएसआई मार्फत कन्फर्मेसन लिनुहोस्। याद राख्नुहोस्, भोल्युमले मूल्यको पछाडिको वास्तविक शक्ति देखाउँछ। 2. स्क्विज र एक्सपान्सनको चक्र पहिचान गर्नुहोस्। मार्केट सधैँ स्क्विज र एक्सपान्सनको चक्रमा चल्छ। बजार कुन अवस्थामा छ सधैँ ख्याल गर्नुहोस्। स्क्विजले ठुलो मुभमेन्टको सङ्केत गर्छ भने एक्सपान्सनले ट्रेडको सुरुवात। यसको सही पहिचानले नै बजारमा हाई प्रोबेबिलिटी अवसरको सिर्जना गर्छ। 3. स्टप लसको महत्त्व। ट्रेड लिनु अघि नै तपाईँलाई आफ्नो इन्भ्यालिडेसन लेभल थाहा हुनुपर्छ। बोलिन्जर ब्यान्डको बीचको लाइन वा अघिल्लो स्विङ लोलाई आधार मानेर स्टप लस राख्नुहोस्, ताकि सानो घाटाले तपाईँको पोर्टफोलियो सिद्ध्याउन नसकोस्। 4. भावनाबाट बच्नुहोस्। बजारले कसैले के भन्यो वा तपाईँलाई के लाग्छ भन्ने कुराले अर्थ राख्दैन। मार्केट सधैँ सही हुन्छ। हल्लाको भरमा ब्रेकआउट चेज नगर्नुहोस्, किनकि मार्केटमा धेरै जसो ब्रेकआउटहरू रिटेल ट्रेडरहरूलाई फसाउने ट्र्याप मात्र हुन्छन्। बोलिन्जर ब्यान्ड एउटा इन्डिकेटर हो, यसलाई कसरी चलाउने भन्ने कुरा तपाईँको आफ्नो अनुशासनमा भर पर्छ। मार्केटमा टिक्नका लागि इन्डिकेटर भन्दा ठुलो तपाईँको धैर्यता र रिस्क म्यानेजमेन्ट हो। यसैले अनुशासित बन्नुहोस् र हल्लाको पछि नलागी चार्टमा प्राइस एक्सनलाई बुझेर मात्र निर्णय लिनुहोस्। ट्रेडिङमा निरन्तरता नै सफलताको कडी हो। यदि यो भिडियोले तपाईँको ट्रेडिङ यात्रामा थोरै भए पनि मद्दत पुर्याएको छ भने च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद।